If you are in the video, you already know what we're going to do today. So, मैले चाहिँ recently camera किनेको थियो. क्यामेरामा चाहिँ obviously it doesn't have got that IBS internal body stabilization के भन्छ IBIS के भन्छ. So त्यो छैन. बाहिर यतिकै ह्यान्डहेल्ड भ्लगिङ गर्दाखेरि चाहिँ अलिकति सेकी हुने भिडियो राम्रो नआउने खालको अप्सन भएको भएर सो मैले चाहिँ एउटा गिम्बल किनेर लिएर आएको छु. Obviously as in this is what I got for today. Okay, so it's already been discontinued by DJI themselves, and then I think this is the last piece that I got from JB Hi-Fi. And RS4 आइसकेको छ, which is somewhere around 500 and something dollar. And then just for me, I'm normal. म चाहिँ vlogging को लागि मात्र use गर्ने भएको भएर I did my research on this, but I think that this is kind of good for me. I don't need to go for the fancy one, which is RS4, I guess. So RS3 Mini, which is already been discontinued by the DJI themselves. आज चाहिँ म यो अनबक्स गर्छु अनि त्यसपछि let's see. I have not used so as per my होइन मैले पहिला क्यामेरा पनि युज गरेको छैन, गिम्बल पनि युज गरेको छैन. क्यामेरा एज इन यो मिररलेस या त DSLR क्यामेराहरू. सो आई युज टु सुट विथ दि गोप्रो बिफोर. अनि त्यसपछि गोप्रोमा चाहिँ अलिकति लो लाइट कन्डिसनहरूमा अलिकति राम्रो नभएको भएर त्यही भएर आई डिसाइडेड टु गो विथ वान अफ द मिररलेस क्यामेरा. अनि क्यामेरा किनिसकेपछि त्यसमा अब इन्टरनल बजेटवाला उ थियो अनि प्लस अब इन्टरनल स्टेबलाइजेसन पनि नभइसकेपछि अनि आई ह्याड टु गेट गिम्बल. अनि त्यही हो. अब लेट्स ओपन दिस है त. I don't think you can get any more of these unless if some of the retailer they have in stock. So there you go. I think we are good to open now. And सँगसँगै I got this reader as well. So I try to transfer all the videos and photos from my होइन क्यामेराबाट ट्रान्सफर गर्दाखेरि चाहिँ कति 5 मिनट कि कति मिनटको एउटा 5 minutes 11 seconds कति मिनटको भिडियो छ त्यो ट्रान्सफर गर्दाखेरि चाहिँ त्यो चाहिँ मिलेन. आई मिन आम नट एबल टु प्ले. त्योभन्दा कम 2-3 मिनटको भिडियोहरू चाहिँ राम्ररी चलिरहेको छ ल्यापटपमा. इट वर्क्स नर्मली होइन. डिस्टर्ब आयो. दाल बनाउँदैछ नि त, माम बनाउँदैछ. ओके या 2-3 मिनटको भिडियोहरू चाहिँ राम्ररी चलेको छ. अनि 5 मिनटको भिडियो चाहिँ आई डोन्ट नो वाइ इट सेज द्याट फाइल कम्प्याटेबलै छैन भनेर भन्छ. जब कि मैले प्रपर्टिजमा गएर चेक गर्दाखेरि त्यो सबै एउटै जस्तो देखिन्छ. आम नट 100% स्योर वाट ह्यापन देयर. त्यही भएर मैले यो मेमोरी कार्ड एसडी कार्ड रिडर लिएर आएको छु त्यहीँबाट. सो let's try this and then see if it helps. यदि कसैसँग केही आइडिया छ how to fix that भने please do let me know in the comment. DJI को RS Mini 3 होइन. So this is what it is. अनि अब यसलाई खोल्दाखेरि चाहिँ यसको यहाँ आउँछ देखिने भनेको DJI Pro RS Mini 3 gimbal छ. It's 795 grams only. DJI itself. अलिकति पुच्छ्या रहेछ तर ठिकै छ. अब खोलौँ है त. ओके सो यो भयो. सो मैले अनबक्सिङ गर्दाखेरि चाहिँ इट्स नट मी प्रोफेसनली अनबक्सिङ इट. मैले चाहिँ मेरो आफ्नो एक्सपिरियन्स सेयर गर्नलाई मात्र हो. आम नट अनबक्स गर्ने भनेको आम नट अनबक्सिङ इट फर त्यो उसको लागि. मैले चाहिँ मेरो सेयर गर्नलाई मात्र अनबक्स गर्ने हो होइन. सो क्या त्यही हो. अरू त के भन्नु र. सो के हो प्याडिङ पनि बिग्रिसकेको रहेछ क्या अरे. तर प्याडेडवाला आउँदो रहेछ. So manual as always I'm not really very good with the manual. म धेरै manual पढ्दिनँ. I feel so. त्यसपछि यहाँ के छ. So यहाँ sorry रहेछ क्या अरे. So दुईटा स्क्रु रहेछ. दुईटा स्क्रु छ. त्यसपछि what is this? खै के हो मलाई पनि थाहा छैन. I don't know much about silica. I don't need silica. अनि त्यसपछि दुईटा केबल अनि त्यसपछि यसको यो तल ट्राइपोड जस्तो तल ऊ बेसवाला त्यहाँ अरू केही छ केही छैन.
So केही छैन. Let me put this on the side. Haha, empty box. I think सायद यति नै होला. Anything else? केही छैन. यो एउटा उ हो. केही छैन. यति नै हो है त बक्समा चाहिँ. So I'm gonna keep this here for now. यसलाई उता राखिदिन्छु. So आउने भनेको यति नै छ. म्यानुअल यता चाहिँदैन. So दुईटा स्क्रुज छ. ठ्याक्क तल राख्नलाई. स्टेबिलिटी दिनलाई. राम्रो छ यो पनि. रबर टाइपको प्लास्टिक टाइपको तर प्लास्टिकको फिल चाहिँ छैन है. राम्रै छ. अनि मैले अब यो गिम्बल युज गर्ने पनि फर्स्ट टाइम हुन्छु म. सो आई डोन्ट नो मच अबाउट द गिम्बल एज वेल. मोबाइल त के अरे ऊ अड्काउने हो क्या हो. यसरी क्यामेरा यहाँ राखेर सायद यही होला हो. अनि त्यसपछि आयो टाडाडा the gimbal itself. Black one. देखेछ? Alrighty. Here M4 extra arm राख्न होला यसरी. ओके कति चार्ज छ थाहा हैन. तर यो खोले है त. सो सामान चाहिँ यति आउँदो रहेछ. राम्रै छ त. एक्स्ट्रा क्लिप यस्तो सामान. फेरि क्यामेराको एङ्गल चेन्ज गरेको. सो आई डिडन्ट इभन रियलाइज कि मैले यो गर्दाखेरि मेरो टी सर्टसँग ठ्याक्क ब्लेन्ड भइरहेछ कि यो. आई डिडन्ट इभन रियलाइज द्याट होइन. सो दिस इज इट होइन. अब चलाएको त छैन. आई हेभ नेभर युज इट. सो के अरे ब्यालेन्स गर्नुपर्छ मोटरहरू यताउता. के अरे एउटा दुईवटा तिनवटा मोटर हुन्छ होला सायद. तिनवटा मोटर होला. तिनवटा मोटर उ गरेर गर्नुपर्छ. अनि प्लस यसको यहाँ चाहिँ एउटा सानो स्क्रिन पनि छ क्या. यु गाइज माइट ह्याभ अलरेडी नोन होइन. तर इफ यु वान्ट मी टु गिभ यु अलिकति युज गरिसकेपछिको त्यो ऊ कस्तो हुन्छ या त इफ यु गाइज वान्ट टु नो अलिकति पछिको त्यो हो. म अलिकति युज टु भइसकेपछि आई क्यान गिभ यु मोर अलिकति हो. या त इफ वन्स आई नो मोर अबाउट इट एन्ड देन आई क्यान गिभ यु मोर इन्फर्मेसन अन दिस. राइट नाउ माइसेल्फ इज 0. म 0 लेभलमा छु. मैले केही पनि थाहा छैन मलाई होइन. सो आउने भनेको एउटा तलपट्टि यसरी आउने रहेछ. लगाएर देखाइदिइ पनि हाल्छ है त. सो इफ यु वान्ट टु टेक स्टेडी सर्ट होइन. अब एज अ यो ट्राइपोड जस्तो यसरी बस्छ पनि के यसरी. राइट. सो यता ठ्याक्क यसरी बस्छ. यु क्यान हेभ यर क्यामेरा हियर गो अराउन्ड होइन. अलिकति आफूले आफूलाई इफ यु आर सोलो भ्लगर लाइक मी देन यु क्यान डेफिनेटली ह्याभ दिस इज वेल. अनि त्यसपछि तलपट्टिबाट स्टेबिलिटी दिएर आफूले आफूलाई खिच्न पनि मिल्ने भयो होइन. अनि त्यसपछि यो दुईवटा चाहिँ सायद यसमा युज गर्ने होला. सो एन्ड देन यु विल जस्ट स्क्रु इन यो क्यामेरा. सो त्यसरी गर्ने होला यो. अनि त्यसपछि अनि यो क्ल्याम्प यता लाग्दो रहेछ. सो दिस इज हाउ इट वर्क्स. सो यो क्ल्याम्प यता लाग्छ.
अनि तल आउन चाहिँ नदिने रहेछ, सेफ्टी पनि छ, प्रिकसन छ रहेछ। तर मेन भनेको चाहिँ यसले यता लक गरेपछि चाहिँ यो लक हुने रहेछ क्या, यो जुन यो चाहिँ क्यामेरामा माउन्ट हुन्छ, क्यामेरामा यो स्क्रु गरेर त्यो माउन्ट हुन्छ होइन। अनि त्यही हो। सो मैले लिएको सबै गियरहरू चाहिँ सबै मतलब अब ड्रोन पनि नयाँ छ, यो पनि नयाँ हुन्छ, इभन क्यामेरा इज न्यू फर मी एज वेल होइन। एन्ड इट्स काइन्ड अफ ड्रास्टिक चेन्ज फर मी। एन्ड अलिकति टाइम लाग्छ होला युज टु हुनलाई। वन्स आई गेट युज टु इट अभियसली probably hopefully I'll take good photos, good videos, and then gradually आफ्नो अलिकति इम्प्रुभ गराउँदै गराउँदै जाने हो होइन। सो राम्रो राम्रो कुरा सुनेछु। अब यसको बारेमा पनि मैले रिसर्च गर्दाखेरि I don't want to spend $500 and something on gimbal which does the same thing as RS4 के अरे RS3 होइन। सेम अर्को गिम्बलले जस्तै सेम काम गरेछ भन्दा नि वाइ यु हेभ टु स्पेन्ड त्यो त्यति धेरै पैसा भन्ने मेरो चाहिँ उसमा लागेर। अनि प्लस स्टार्ट हो नि त, स्टार्टिङ हो नि त, अनि आई स्टार्टमा किन यति धेरै पैसा खर्च गर्नु र भन्ने जस्तो पनि लाग्यो। अनि त्यही भएर आई जस्ट पोइन्ट विथ द डिस्कन्टिन्युड मोडल। यो रिलिज भएको कहिले हो थाहा छैन, बट इट्स बिन इन द मार्केट फर अ लङ टाइम आई गेस। अनि त्यही भएर त डिस्कन्टिन्युड भएको नि होइन। त्यही हो। अब यो मलाई थाहा छैन कस्तो के हुन्छ भनेर यो, तर कस्तो छ यसरी आफूले यसरी ब्लग गरेर हिँड्न पनि गाह्रो त गाह्रै हुन्छ होला। भारी छ नि यो, भारी छ। सबैले भन्छ, भन्न त अरूहरूले भनेको अनुसारले त यो के अरे ऊ हो भनेर भन्छ, के अरे त्यसलाई लाइट वेट भनेर भन्छ। बट म त फर्स्ट टाइम हो नि त, मैले युज गरेर होइन नि त। सो इट्स इभन दो इट्स लाइट वेट फर सम अदर पिपल हु हेज युज बिग गिम्बल्स, बट इफ यु आर फर्स्ट टाइम युजर यु जस्ट निड टु गेट युज टु इट है। अनि त्यही हो, यो एउटा ल्याएको थिएँ। अर्को भनेको यो मेमोरी कार्ड रिडर थियो, एसडी कार्ड रिडर। यो पनि मैले JVIFAबाट यो पनि मैले JVIFAबाट लिएर आएको हो। सो कस्तो छ थाहा छैन, त लेक्सा आएको अरे, मेड इन चाइना। सो त्यही स्लोली गेटिङ इन्टु इट होइन। अब बिस्तारै बिस्तारै युज टु भएपछि अरू भिडियोहरू नि आउँदै गरौँला, हाल्दै गरौँला। तर यसको लागि चाहिँ आजको लागि चाहिँ यति नै। अब माम पाकेपछि माम खान जान्छु। अनि केही छैन है त। इट्स एक्सपेन्सिभ हबी बाई द वे, एनिथिङ रिलेटेड टु क्यामेरा। मैले त अझ किट लेन्स युज गरिरहेको छु। आइम आइङ टु गेट वान अफ दि लेन्स एज वेल, तर आई डोन्ट नो येट होइन। आई थिङ्क जस्ट रिस्टार्टेड, आई डोन्ट निड एनिथिङ एल्स अदर देन यो probably I didn't need gimbal as well. तर यो हेभी छ। I don't think I'll be using it much because मैले त गोप्रोबाट सुट गरेर आउँ नि त। गोप्रो इट्स लाइट वेट। यो मसँग गोप्रोको पनि क्रिएटर कम्बो छ, यो 12 हो क्या अरे कि कतिको। अनि यो पनि क्रिएटर कम्बो छ। मैले यो युज गरेर आएको, सानो थोरै हो, प्लस चार्ज पनि गर्ने यसले होइन। सो यो युज गरेर आएको थियो। अब यो पनि ब्लेन्ड भयो क्या, यहीँ ब्लेन्ड भयो क्या। सो आई डोन्ट नो इफ यु क्यान सी दिस, बट दिस इज मैले यो युज गरिरहेको थिएँ आजसम्म। अनि अब स्लोली मुभिङ टुवर्ड्स क्यामेरामा होइन। अनि त्यही हो। या मैले अर्को पहिलाको भिडियोमा भनेको थिएँ, आई हेभ गट समथिङ एल्स एज वेल। सो दिस इज वाट आई वाज टकिङ अबाउट। दिस इज इट आई गेस। ओके, थ्याङ्क यू फर वाचिङ गाइज।